हेलो एभ्रिवान, यो चाहिँ हाम्रो लुम्बिनी केबुल कार जाँदाखेरिको हो। सानीले चाहिँ कुकुरलाई साथी बनाएर चक्लेट लिएर आएर हामीसँग लाइनमा बसेको थियो। त्यहाँ हेर्नु न, उसलाई कसैको टेन्सन छैन, कसैको डर भन्ने छैन। उसले चाहिँ आफै जान्छ, चक्लेट मागेर उहाँ हिँडै थियो लाइनमा नबसेर। त्यसपछि हजुरबुवा र नातिनी आफ्नो तालमा हिँडिराख्नु भएको थियो अनि म चाहिँ भिडियो बनाउँदै हिँडिराखेको थिएँ, किनकि यो एभ्री कुराको मेमोरी बनायो भने चाहिँ पछि हेर्दा कति रङ्ग रमाइलो हुन्छ। त्यही भएर म चाहिँ यस्तो सानो क्लिपहरू क्लिक गरेर चाहिँ भिडियोहरू बनाइराखेको हुन्छु। फेरि सानी आफ्नै तालमा एक्लै, त्यत्रो सानो बच्चा, त्यहाँ हेर्नु न कसरी हिँडिरहेको छ। अझ हातमा चाहिँ चाउचाउको प्याकेटमा चाहिँ त्यहाँ चाहिँ भुजा थियो। हामी चाहिँ उसलाई चाउचाउ खान दिँदैनौँ, त्यही भएर त्यहाँ भुजा राखेर चाहिँ ऊ हिँडिराखेको थियो। उसलाई कसैले टच पनि नगर्ने, ऊ आफै हिँड्ने। भगवान् देखेपछि चाहिँ उसलाई के हुन्छ कुन्नी, भगवान्लाई उहाँ निकाल्न खोजिराखेको छ। यो चाहिँ नुवाकोटको मन्दिर हो, भैरव मन्दिर भनेर भनिन्छ। यहाँ चाहिँ कस्तो राम्रो सिनहरू थियो, कति राम्रो छ ठाउँ चाहिँ। हजुरहरू पनि जानु होला एकचोटि, सायद जानु पनि भएको छ होला है, तर एकदमै राम्रो छ यो ठाउँ। त्यसपछि उसलाई चाहिँ मन्दिरभित्र जानु पर्यो अरे ढोग्नलाई। अब उसले प्रयास गर्दैछ ऊ कसरी जाने। हामीलाई टच गर्न उसले दिएको नै थिएन। उसले त्यो भुजा लिएर मजाले हिँडिराखेको छ। भगवान्लाई दर्शन गर्छु भनेर ऊ चाहिँ दर्शन गर्न गयो। अनि उसलाई पूजा गर्न पर्यो अरे। उसको स्माइल, आई मिस हर स्माइल, बिकज म चाहिँ अहिले एकदमै टाढा छु ऊबाट। तर उसको यो सानो मेमोरीहरू मैले चाहिँ क्लिप गरेर राखेको थिएँ। अहिले चाहिँ मलाई एकदम हेल्पफुल भएको छ उसको भिडियोहरू हेर्न। हो, भिडियो कल त भइरहेको छ, त्यही पनि सँगै बसे जस्तो कहाँ हुन्छ र। त्यसपछि फेरि हजुरबा नातिनी चाहिँ हिँड्ने रे, म भिडियो बनाउने भनेर चाहिँ म भिडियो बनाउनतिर लागेँ। मेरो भिडियोको मेन मोडल चाहिँ हजुरबुवा नातिनी। उहाँहरूको माया यस्तो हुन्छ कि हो, हामी पनि आउन सक्दैनौँ त्यस्तो ठाउँमा त। एकदमै एकअर्कालाई एकदमै माया गर्नुहुन्छ उहाँहरूले चाहिँ। फेरि म चाहिँ अब भिडियो म्यान, यसो क्लिक त गरिदिनै पर्यो उहाँहरूको माया देखाउनलाई भए पनि। कहाँ आएको छोरी? नमस्ते गर नि त। कसको ब्याग हो? बाबा बेबीको। पानी हामी जो बस्यो दिनको कति आयो होला? 2000 त थियो के मान्छे त नि आउँछ। दिदी टपरी ग्याङ फोटो ल यता हेरौँ सबैजनाले। हेलो फोन लाग्छ? फोन नै बिजी छ। नुवाकोटमा जब 325 रुपैयाँको टिकटमा